नमस्ते, के तपाईँलाई थाहा छ नेपालमा अबको प्रधानमन्त्री कसरी छानिन्छ? फागुन 21 गते हुन लागेको चुनावले हाम्रो भविष्य कसरी बदल्दैछ? आज हामी एकदमै सरल भाषामा नेपालको निर्वाचन प्रणाली बुझ्नेछौँ। नेपालमा हामीले 2 पटक भोट हाल्छौँ। पहिलो, आफ्नो क्षेत्रको मनपर्ने नेतालाई जसलाई प्रत्यक्ष चुनाव भनिन्छ, र दोस्रो, आफूलाई मनपर्ने पार्टीलाई जसलाई समानुपातिक भनिन्छ। जम्मा 275 जना संसदहरू छानिएर संसदमा पुग्छन्। हाम्रो देशमा 77 वटा जिल्लाहरू छन्, तर के तपाईँलाई थाहा छ सबै जिल्लाबाट बराबर सङ्ख्यामा सांसद छानिने होइनन्? जनसङ्ख्याको आधारमा पुरै देशलाई 165 वटा निर्वाचन क्षेत्रमा बाँडिएको छ। उदाहरणका लागि, थोरै मानिस बस्ने मनाङ वा मुस्ताङमा एउटै क्षेत्र छ भने धेरै मानिस बस्ने काठमाडौँमा 10 वटा क्षेत्रहरू छन्। यही 165 क्षेत्रबाट हामीले हाम्रा प्रतिनिधिहरू छान्छौँ। पहिला कुरा गरौँ प्रत्यक्ष चुनावको। यसमा जो कोही 25 वर्ष पुगेको नेपाली नागरिक उम्मेद्वार बन्न सक्छ, चाहे उनीहरू कुनै पार्टीमा हुन् वा स्वतन्त्र। तपाईँको क्षेत्रबाट जतिसुकै धेरैजना चुनाव लडे पनि जसले अरूभन्दा 1 भोट मात्र भए पनि बढी ल्याउँछ, उसैले जित्छ। यसरी देशभरिका 165 वटा निर्वाचन क्षेत्रबाट 165 जना विजेताहरू सिधै संसदमा पुग्छन्। अब कुरा गरौँ समानुपातिक प्रणालीको। यसमा हामी व्यक्तिलाई होइन पार्टीलाई भोट दिन्छौँ। पार्टीले पहिले नै पढेलेखेका विज्ञ र विभिन्न जातजाति समेटिएको एउटा नामको सूची आयोगमा बुझाएको हुन्छ। चुनाव सकिएपछि देशभरिबाट कुन पार्टीले कति भोट पायो भनेर हिसाब गरिन्छ। जति धेरै भोट त्यति धेरै सिट। 3% भोट कटाउने पार्टीले सेन्ट लग नियमअनुसार 110 सिट मध्ये आफ्नो भाग पाउँछन् र आफ्नो सूचीबाट सांसदहरू पठाउँछन्। पार्टीले पाउने 110 सिट सेन्ट लग भन्ने विशेष नियमबाट हिसाब गरिन्छ। यसमा पार्टीको जम्मा भोटलाई बिजोड सङ्ख्याले भाग गरेर न्यायपूर्ण तरिकाले सिट बाँडिन्छ, जसले गर्दा नयाँ र साना पार्टीहरूलाई पनि अगाडि बढ्न सजिलो हुन्छ। उदाहरणको लागि, मानौ एउटा गाउँमा जम्मा 7 वटा सिटका लागि चुनाव भयो र त्यहाँ 3 वटा पार्टीहरू छन्। उनीहरूले पाएको भोट यस प्रकार छ: पार्टी ए 40,000 भोट, पार्टी बी 25,000 भोट, पार्टी सी 10,000 भोट। अब यी 7 सिट कसले कति पाउँछन् भनेर बिजोड सङ्ख्या जस्तै 1, 3, 5 ले भाग गरेर निकालौँ। बिजोड सङ्ख्याले भाग गरेपछि जुन पार्टीको भागफल ठुलो आउँछ उसले सिट पहिले पाउँछ। नेपालको 110 सिट बाँड्दा पनि निर्वाचन आयोगले ठ्याक्कै यसै गरी सफ्टवेयरमा सबै पार्टीको भोट राखेर 110 सम्मका ठूला सङ्ख्याहरू छान्ने गर्छ। यसरी 275 जना सांसदहरू छानिएपछि प्रधानमन्त्रीको सिटको लागि लडिन्छ। प्रधानमन्त्री बन्नका लागि कुनै पनि नेता वा पार्टीसँग 275 मध्ये कम्तीमा 138 जना सांसदको समर्थन हुनुपर्छ। यदि कसैको बहुमत छैन भने 2 वा 3 पार्टी मिलेर सरकार बनाउँछन्। उनीहरूले संसदमा विश्वासको मत जितेपछि मात्र उनीहरू पदमा टिक्न पाउँछन्। यो चुनाव केवल एउटा भोट हाल्ने दिन मात्र होइन, यो आगामी 5 वर्षसम्म तपाईँको शिक्षा, स्वास्थ्य र रोजगारीको बाटो कस्तो हुनेछ भनेर रोज्ने मौका हो। त्यसैले भोट हाल्नु अघि सोच्नुहोस्, के तपाईँले व्यक्तिलाई भोट दिँदै हुनुहुन्छ कि कामलाई? के तपाईँले पार्टीको इतिहास हेर्नुभएको छ कि भविष्यको योजना? तपाईँको एउटा सही निर्णयले देशको भाग्य बदल्न सक्छ। हाम्रो एउटा भोटले देशको 5 वर्षको भविष्य कोर्छ। त्यसैले सचेत बनौँ, उम्मेद्वारको योग्यता र एजेन्डा हेरेर मात्र भोट दियौँ। अबको नेपाल कस्तो बनाउने जिम्मा तपाईँकै हातमा। धन्यवाद।